आजभोलि त दिन बितेको थाहा नै हुँदैन। घरमा काम गर्दा खाजासाजा बनाएर खाँदाखेरि चाहिँ दिन पनि बितिसकेको हुन्छ। हेलो एभ्रिवान, आजको मिनी ब्लगमा हजुरलाई स्वागत र मेरो मनदेखि माया छ। बिहान उठ्ने बित्तिकै म चाहिँ धारातिर लुगा धुन लागेँ। लुगा चाहिँ एकदमै धेरै थियो नि त, 1 महिना पनि बढी भइसकेको थियो होला सायद हामीले लुगा नधुएको चाहिँ, त्यसैले मिलेर लुगा धुएँ हामीले। धुएर भ्याइसकेपछि चाहिँ होइन एकछिन खानासाना खाएर म चाहिँ आरामले सुतेँ। यस्तो के बिर्स्यो जस्तो लागेको त बाख्रालाई पुरै पानी दिन बिर्सिसकेको रहेछ नि। बाख्रालाई ढुट्टो मिसाएर मैले पुरै पानी दिएँ, पुरै कोचाकोच गरी खाइरहेको थिएँ जुदी। बाख्रालाई पानी दिएर भ्याइसकेपछि म चाहिँ घर जानु पर्यो भनेर गएको त ओ माई गड, त्यहाँ त ठोकेर म त लिक्विड हुँदै ढलेको नि। ढल्न लागेको थिएँ तर म आफूलाई थाहा। बाख्रालाई घाँस पानी दिएर भ्याइसकेपछि चाहिँ मैले पुरै मेरो पप्पीलाई बोलाएको त पप्पी त लुखुले हात टोक्नको लागि आइरहेको रहेछ। मेरो पप्पी मैले पाल्न सुरु गरेको। यसलाई चाहिँ एकदमै दामी बनाउने भन्ने सोच छ, तर के हुन्छ थाहा छैन। एकछिन कुकुरसँग खेलेर भ्याइसकेपछि त घरको काम गर्नु पर्यो नि त। लहरी पनि सुकिसकेको थियो, त्यसैले म चाहिँ घरको काम गर्न लहरी पुरी खेलाउनु थालेँ। यसो हेरेको त मेरो दिदीहरूले पानीपुरी ल्याएको रहेछ खाजाको लागि चाहिँ, अनि पानीपुरी त खानै पर्यो। पानीपुरीमा पानी हालेर काली बहिनीले चाहिँ मलाई एउटा दिएर हेर्दाखेरि चाहिँ मैले कप्प खाएको त मलाई त्यति मिठो लागेन, नुन चाहिँ लागेको थिएन रहेछ। अनि आर्यन भाइलाई खाएर हेरेको त मिठो लागेर भिडियोमा त मिठो त भन्नै परिहाल्यो नि। पानीपुरी खाएर भ्याइसकेपछि चाहिँ पानीपुरी खाएको डल्लाको पुरै पावर निकाल्दै हामीले चाहिँ ज्याम लहरी लान थाल्यो। त्यसको दानाहरू झरोस् भनेर सुकिसकेको थियो नि त, त्यसैले गरेर एकछिन मोबाइल हेर्दै बसेर लास्टै भोक लागेको भएर के खाम जस्तो लागिरहेको थियो। तर मलाई यस्तो सोच्दाखेरि चाहिँ गिलो चटपटेको याद आयो, त्यसैले गिलो सस बनाउन सुरु गरेँ। मैले चाहिँ गिलो सस बनाउनु चाहिँ म एकदमै पर्फेक्ट मान्छे हो नि त। ठुलो मम्मीको घरमा चाहिँ पुरै निरा दिदीले सामानहरू सबै रेडी गरिसकेको रहेछ। अनि गिलो सस हालेर पुरै मोल्दाखेरि त ओहो, मलाई त यस्तो खान मन लागिरहेको थियो नि, मुखबाट पानी आइरहेको थियो। पटेललाई पुरै बाल्टिनमा मजाले मोल्दाखेरि त ओहो, हेर्दाखेरि पनि खाम जस्तो मुखबाट पानी आइरहेको थियो। तर के छैन, मेरो भाग दिन्छ नि त भनेर मैले मेरो भाग दिइसकेपछि बाटामा पुरै मालमुल गर्न लागेँ। त्यताको रातो रङहरूलाई पुरै मजाले मोलेर भ्याइसकेपछि चाहिँ एकदमै मिठो थियो, देख्दाखेरि चाहिँ एकदमै खम लागेको थियो। मैले ग्वाममा खाएर हेरेँ त ओहो, एकदमै मिठो भएको थियो आजको गिलो चटपटी चाहिँ। तर गिलो चाहिँ हल्का कम भयो। चटपटे खाँदै गर्दाखेरि चाहिँ म के भन्न चाहन्छु भने, हजुरहरूले बिजनेस गर्दाखेरि सधैँभरि नाफा हुन्छ भनेर सोच्नु भएर होला, तर कहिले पनि नाफा हुँदैन। बिजनेस गर्दाखेरि घाटामा पनि पर्न सक्छ। बिजनेस त हो, कहिले नाफा कहिले घाटा हुन्छ, त्यसैले हार नमान्नु हजुरहरू। सधैँभरि बिजनेस गर्दाखेरि नाफा नै हुने भएको भए मान्छेहरू, हाम्रो नेपालको मान्छेहरू अरू देशमा जाने थिएन होला। घाटा पनि भइहाल्छ नि त, बिजनेसमा कहिले घाटा कहिले नाफा हुन्छ। घाटा हुँदाखेरि चाहिँ रुनेर, नाफा हुँदाखेरि चाहिँ रमाएर हिँड्नु हुन्न। हामी कहिले पनि मेहनत भनेको एकनासे गरिरहनु। गिलो चटपटे चिसो खाएर भ्याइसकेपछि चाहिँ आँखा यताउता डुलाउँदै गर्दाखेरि चाहिँ मैले एक प्लास्टिक ढुङ्ग्रो देखेँ कि, अनि ढुङ्ग्रो त खानै पर्यो। ढुङ्ग्रो देखिसकेपछि त छोड्नु भएन, त्यसैले मैले एउटा ढुङ्ग्रो खाएर बाहिर निस्केँ। साझा खाँदा ढुङ्ग्रो खाँदै गर्दाखेरि चाहिँ बल्खिन जाने टाइम नि भइसकेको थियो नि त, त्यसैले आजलाई यति नै मिनी ब्लग। हस् त, धन्यवाद, माया छ यी सबलाई।